टिकटक आइडीको पासवर्ड कसरी थाहा पाउने त? जस्तै कि तपाईँले आफ्नो टिकटक आइडी युज गरिरहनु भएको छ, टिकटक चलाइरहनु भएको छ, तर तपाईँलाई आफ्नो टिकटक आइडीको पासवर्ड थाहा छैन। अब तपाईँले एकदम इजी तरिकाले कसरी आफ्नो टिकटक आइडीको पासवर्ड थाहा पाउने त? यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनु होला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नु होला, तपाईँको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। तपाईँको टिकटक आइडीको पासवर्ड के रहेछ त कसरी थाहा पाउने? सबैभन्दा पहिला तपाईँले आफ्नो टिकटकलाई नै ओपन गर्नुपर्ने हुन्छ। जस्तै मैले टिकटकलाई ओपन गरेँ। टिकटकलाई ओपन गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ मेरो टिकटक आइडी, यहाँ प्रोफाइल पनि देखिसक्नु भएको छ है त। अब हामीले हाम्रो टिकटक आइडीको पासवर्ड चाहिँ कसरी थाहा पाउने भन्दाखेरि चाहिँ यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँले थ्री लाइन, यो थ्री लाइनमा टच गर्नुपर्ने हुन्छ है। थ्री लाइनमा टच गरिसकेपछि सेटिङ एन्ड प्राइभेसी यहाँ टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ अकाउन्ट है। यो अकाउन्टमा तपाईँले टच गर्नुपर्ने हुन्छ। अकाउन्टमा टच गरिसकेपछि साथीहरू म तपाईँलाई यहाँ केही कुरा भन्छु, तपाईँले बुझ्नुपर्ने हुन्छ है। यहाँ हामीले हाम्रो टिकटक आइडीको पासवर्ड त हेर्न सक्दैनौँ, नयाँ क्रिएट गर्न सक्छौँ। जस्तै तपाईँले नयाँ पासवर्ड क्रिएट गरेर अर्को मोबाइलमा लगइन गर्न पनि सक्नुहुन्छ र तपाईँले पासवर्ड लेखेर राख्न पनि सक्नुहुन्छ। तपाईँले आफ्नो टिकटक आइडीको पासवर्ड यही कन्फर्म गरेर राख्न पनि सक्नुहुन्छ है त। तपाईँले बुझिसक्नुभयो। अब के गर्ने त त्यसपछि भन्दापछि साथीहरू हामीले चाहिँ यहाँ पहिला सबैभन्दा पहिला तपाईँले यो अकाउन्ट इन्फर्मेसनमा तपाईँले टच गर्नु होला है। यहाँ टच गरिसकेपछि साथीहरू यो तपाईँको टिकटक आइडीमा नम्बर छ कि छैन, यहाँ तपाईँलाई फोन नम्बर भनेको छ। यहाँ फोन नम्बर मेरो यो आइडीमा चाहिँ फोन नम्बर रहेछ, इमेल मतलब इमेल आइडी चाहिँ रहेछ है। यदि तपाईँको फोन नम्बर छ भने त्यो फोन नम्बरमा ओटिपी कोड आउन सक्छ है। यदि छैन भने, तपाईँको फोन नम्बर छैन भने जिमेलमा पनि आउन सक्छ। यदि फोन नम्बर छैन भने जिमेलमा नआउन पनि सक्छ। फोन नम्बर छ भने चाहिँ फोन नम्बरमा चाहिँ तपाईँको ओटिपी कोड ग्यारेन्टी आउँछ है। एकचोटि हामी ब्याक जाउँ। यहाँ गएर इन्फर्मेसनमा गएर चाहिँ तपाईँको टिकटक आइडीमा फोन नम्बर छ कि छैन, कुन नम्बर छ, तपाईँले जिमेल छ कि छैन तपाईँले कन्फर्म गर्नुपर्ने हुन्छ है। यहाँ आइसकेपछि साथीहरू अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ पासवर्ड लेखेको छ, यहाँ पासवर्डमा टच गर्ने। यहाँ पासवर्डमा टच गरिसकेपछि अब तपाईँले नयाँ पासवर्ड क्रिएट गर्न सक्नुहुन्छ। जस्तै कि म नयाँ पासवर्ड क्रिएट गर्छु। जस्तै सुरुमा तपाईँले कुनै पनि तपाईँले आफ्नो आइडीको पासवर्ड राख्दाखेरि तपाईँले नाम, तपाईँको नाम सुषमा के फला फला होला तपाईँको पहिला है। जस्तै मैले नेपाल लेखेँ है त। नेपाल लेख्दाखेरि चाहिँ पहिला म क्यापिटलमा चाहिँ एन लेख्छु है। अब सबै स्मल लेटर लेखिदिन्छु, NEPAL नेपाल। यदि लेखिसकेपछि तपाईँले यो @ पनि लगाइदिनु होला। @ लगाइसकेपछि साथीहरू अब तपाईँले कुनै पनि अङ्कहरू लगाइदिनु होला है। जस्तै मैले 1 2 3 4 5 लगाइदिएँ। 5 लगाइसकेपछि यहाँ हेर्नुहोस् तपाईँले यस्तो खालको चाहिँ तपाईँले पासवर्ड बनाउनु पर्ने हुन्छ। पासवर्ड बनाउनु तपाईँले यही पासवर्ड बनाउनु भन्ने छैन, तर तपाईँले यस्तो खालको है नम्बर लगाउने अनि @ लगाउने अनि जस्तै कोही कुराहरू लेख्दाखेरि चाहिँ तपाईँले अगाडि चाहिँ क्यापिटलमा लेख्नुपर्ने हुन्छ है। यसरी तपाईँले पासवर्ड लगाइसकेपछि अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ कन्टिन्यूको बटन तपाईँले देख्न सक्नुहुन्छ। यो कन्टिन्यूमा टच गर्ने। कन्टिन्यूमा टच गरिसकेपछि तपाईँले न्यू पासवर्ड क्रिएट गरिसक्नु भएको छ। अब तपाईँले कन्फर्म तपाईँको टिकटक आइडीको पासवर्ड थाहा पनि भइसकेको छ। अब तपाईँ सिधै ब्याक जाउँ। यहाँ ओटिपी कोड आएन है, मैले अघि भनिसकेँ। यदि तपाईँको आइडीमा फोन नम्बर छ भने ओटिपी कोड आउँछ, जिमेल छ भने चाहिँ ओटिपी कोड नआउन सक्छ। मैले अगाडि नै भनिसकेको छु। यति नै हो, तपाईँले आफ्नो टिकटक आइडीको पासवर्ड यसरी सेट गर्न सक्नुहुन्छ।